हामी ज्याकफ्रुट एप्पल आऊ मेरो त अगाडि आऊ अलि नजिक आउनु सानो मान्छे तिमीले अहिलेसम्म यो ज्याकफ्रुट काटेको देखेछौ सुन न तिमीहरूले अहिलेसम्म यो ज्याकफ्रुट कस्तो हुन्छ भित्र भन्ने किन ए अलिअलि बाहिर लाग्यो केही हुन्छ कतामा चोट लाग्छ क्या हो काँचोमा त लाग्छ होला है अब चाहिँ हामीले यसलाई पहिला बिचबाट गरौँ है धेरै छ कि जस्तो छ तर यो छिप्पेकै छैन कि जस्तो लागिरहेको मलाई शङ्का ठिक छ भन्थ्यो त्यो मान्छेले लेट्स सी ए ठिक रहेछ अलिअलि त रहेछ म त यस्तै हुन्छ जस्तै मानेथे हुन्छ रहेछ कस्तो हुँदो रहेछ गरे या रहेछ है दाना चाहिँ म त छैन कि जस्तो लागिरहेको थियो ल अब चाहिँ हामीले पहिला यसलाई खाम ऊ ल्याउनु न थाल ल्याउनु त सबै कुरो रुक है जुन पाइ खाना हुन म दिन्छु हातोको अनि म धोको म पनि धोको सर म दिन्छु तिमीहरूलाई रुक जाऊ पहिला भगवान्लाई चढाइदिनु पर्छ तिमीहरूको हात नहाल है अब अनि कमिराले खायो भने अनि कमिराले खायो यो यसो मन्दिरमा चढाइदिएर आउनु घरमा नयाँ कुरा जे खाँदा पनि सबभन्दा पहिला भगवान्लाई चढाएर खाना पर्छ हो साकी थाम पख किन ल खाऊ पख यिनीहरूलाई नदिएको डाँडा निकाल्नु पर्छ त्यो पहिलो आउनु हजुर तल कस्तो पख बाबाले रेडी गरेर दिनुहुन्छ त्यो दाना पहिलो भित्र पनि राम्रो रहेछ है कटर त सोचेको यम सबै निकाल्दैछ नि खाऊ ल शारदा लेम्बु चौथी के रे कटर मेरो फेभरेट हो कटर कसको फेभरेट हो मेरो मुख खुम्चाएको के अलिक घोडा सिधा गरेर बस्छ नि क्यामेरामा तिम्रो घोडा मात्र देख्यो छोरो अलि साइड गरेर खाऊ यो छुट्टै राख मेरो जुठो भाँच्छन् जस्तो लाग्यो लेट्स टेस्ट है यस्तो भित्रको पनि यस्तो पनि फाल्नुपर्छ क्या मिठो रहेछ क्या मिठो अच्छा है हाँ अच्छा है तिमी इन्डियन हो र पर्फेक्ट छैन यता ब्ल्याक हुन्न के बाहिर बोक्रामा मात्र हो ब्ल्याक बोक्रा ल कस्तो लाग्यो त तिमीहरूलाई ल भन कि आफ्नोमा कस्तो लाग्यो ज्याकफ्रुट भन मिल्न मिले होइन यस्तो गर्ने चपाइरहन मिल्दैन क्या खुर्लुक्क मिल्ने हो चपाइराख्छ हौ चपाउनै पर्दैन यस्तो गर्ने ठुलो हुन्छ होला क्या हामीलाई त ठुलो हुन्छ त्यस्तो भयो भने 2 पार्ट गर आधा आधा गर रेसा लुका यस्तो गर ल खाऊ मम्माले त लगाइदिएको खाऊ त सजिलो हुन्छ धेरै पनि खानु हुन्न गर्मी गर्छ अड्किन्छ है ख्याल गरेर खानुपर्छ थोरै खानुपर्छ खाने म दिन्छु ल आधा आधा थोरै नमिठो छ के गरे त्यो हो त्यो कालो
छँदै यहाँ दाना चाहिँ राम्रो रहेछ राख्नु पर्ला लगाइदियो भने लगाउने नै उसिनेर भुटेर खान मिल्ने मेरो हात त यस्तो हो नगर के नसक्नु छिटो छ अनि तिम्रो हात मेरो त हात त थोरै बस्छ मेरो हात त धेरै घाँटी बसेछ किन क्लासमा के गर्दै के उरा पुरै घाँटी बसेछ है तिम्रो चिच्चाइ के हो आज मम्मी हजुर आज म जति सुतेको क्लासमा त्यो त भन्दा हे न